त्यसपछि उहाँहरू त अब हजुरको मुभीको भन्नाले भर्खरै रिलिज भएको दिलमा थाउसको को एक्टर र को एक्ट्रेस हुनुहुन्छ, उहाँहरूको बारेमा चाहिँ के भन्नुहुन्छ? अहिलेको टाइममा धेरै नै पपुलर आर्टिस्टहरू हुनुहुन्छ दुवैजना भन्छु म होइन। अनि दिव्याजी चाहिँ मलाई एकदम मनपर्ने पनि, त्यो लुक्स वाइज पनि कति राम्री कति इनोसेन्ट लाग्छ मलाई होइन। अनि अब दिलीप सरको हामी फ्यान त्यसै पनि सानैदेखि, त्यही भएर पनि एउटा त्यो त्यसै पनि हाम्रो अब ऊ बेलाको हिरो हिरोइनको छोराछोरी भने पछाडि एक खालको लगाव भइहाल्ने रहेछ होइन। जस्तै कि अनमोल केसी, समीर भट्ट सुन्दाखेरि अनि त सुहाना थापा भन्न बित्तिकै सबै त्यो आउँछ नि त, उहाँको पनि एउटा त्यही छ। अनि अब कुल बोय त उहाँले मलाई छक्क पार्नु भएको छ यसपालि। म चिन्न चाहिँ धेरै अगाडिदेखि चिन्थेँ, उहाँलाई नचिन्ने सायद को नै होला र। अनि काम गर्ने अवसर पहिलोचोटि जुर्यो हाम्रो लागि। अनि उहाँको क्रेज चाहिँ मैले गीत रिलिज भए पछाडि फिल गरेँ क्या, कस्तो मान्छे हुनुहुँदो रहेछ भनेर। एकदम म्यासिभ फलोअर्स छ नि टिकटकमा त उहाँको। मेरो अहिलेसम्मको गीतहरूमा हिट गीतहरूको सबैभन्दा छिटो हिट भएको गीत यो हो। अनि त्यसमा चाहिँ सबै त भन्दिनँ, किनभने लेख्ने मान्छेको पनि उत्तिकै श्रेय छ, गाउने मान्छेको पनि छ, कम्पोज गर्नेको पनि छ, सबैको छ। तर छिटो गीत बुस्ट गर्नमा चाहिँ कुल बोयको हात छ, किनभने रिलिज हुन बित्तिकै हजारौँजनाले चाहिँ कुल बोयलाई ट्याग गरेर या कुल बोयको गीत आयो भनेर, प्रशान्तको गीत, अर्जुन पोखरेलको गीत, अन्जु पन्तको गीत छैन क्या त्यहाँ सुरुमा, मान्छेलाई कुल बोय नाचेको गीत आएको छ भनेर सपोर्ट गर्ने उहाँहरूको त्यति मजाको एउटा टिम युनिटी भन्छु म त्यो कुरालाई। टिकटकको यस्तो दामी रहेछ माहौल होइन। अनि 2 दिनमै गीत ट्रेन्डिङमा थियो हाम्रो, टिकटकमा ट्रेन्डिङ 1मा पुगेको, एकदमै धेरै। अनि जे होस् फिल्मले पनि त्यही नै गर्छ होला जस्तो खालको लागेको छ मलाई, जुन खालको क्रेज देख्दा। अब एकदम हम्बल हुनुहुन्छ भन्ने सुनेको थिएँ। हामीले धेरै समय त बिताउन पाइएन, 2-4 घन्टा सँगै चाहिँ बस्यौँ त्यो गीत रिलिज भएको प्रिमियरको दिन हामीले। अनि म त्यति बेला पनि हजुरबाको जुठो नै बारिरहेको थिएँ। अनि म फेरि त्यति धेरै बसिनँ, धेरै टाइम त्यहाँ स्पेन्ड गरेन, फर्किहालेँ। काम आफ्नो अब काम त पुरा गर्नु पर्यो, आफ्नो दायित्व होइन। अब गएँ रिलिज सेरेमनीमा, अनि अब खानपिन बाहिर मिल्दैन थियो, फर्किहालेँ। तर जति टाइम हामी बस्यौँ मलाई एकदम सहज फिल भयो उहाँसँग, कम्फर्टेबल हुनुहुन्छ।